राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि धेरैजनाले मन्त्री हुने, धेरैजनाले राजनैतिक नियुक्ति प्राप्त गर्ने इच्छाहरू व्यक्त गर्नुभएको थियो होला। अस्ति सुरुमा अर्थमन्त्री नै निरन्तरता दिने कि भन्ने हल्ला पनि आउँथ्यो। पछि फेरि गृहमन्त्रीलाई निरन्तरता दिने भन्ने हल्ला पनि आयो। त्यस पछाडि गृहमन्त्री आफैलाई राष्ट्रिय सभामा सिफारिस गरेको न्युज पनि आयो। तर अब राष्ट्रिय स्वतन्त्र पार्टीले अबको सरकारमा समानुपातिकबाट निर्वाचितलाई समेत मन्त्री नबनाउने भन्ने निर्णय गरेछ एउटा। र अर्को, राजनैतिक नियुक्ति जसले लिनुभएको छ उहाँहरूले मार्ग प्रशस्त गरिदिनु होला भनेर पनि अनुरोध गरेछ। अब यसबाट के प्रष्ट हुन्छ भने राजनैतिक नियुक्ति लिनेहरूले पनि अब आफ्नो राजनैतिक नियुक्तिलाई निरन्तरता दिन नसक्ने अवस्था आयो। किनभने उहाँहरूले स्वैच्छिक रूपमा छोडेर हिँड्नु भएन भने, मार्ग प्रशस्त गरिदिनु भएन भने भोलि सरकारले अवश्य पनि फिर्ता बोलाउने छ। समानुपातिकबाट निर्वाचितहरूलाई पनि मन्त्री नबनाउने भनिसकेपछि प्रत्यक्षबाट नै निर्वाचित हुन पर्यो, अनि मात्रै मन्त्री हुने भयो। यो कारणले गर्दाखेरि यसभन्दा अगाडि राजनैतिक नियुक्ति लिएकाहरूका लागि र समानुपातिकबाट गएर पनि वा राष्ट्रिय सभामा सिफारिस भएर पनि मन्त्री बन्ने इच्छा गर्नेहरूका लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले अब नहुने जस्तो चाहिँ देखाइदियो। यस विषयमा यहाँहरूलाई के लाग्छ?